आजको दिन चाहिँ हाम्रो सुरु भइसकेको छ है। यस्तै छ, नुहाइ धुवाइ भयो, सब बवाल भइरहेछ। यता उता पोर्क पाकिरहेछ, म देखाउँदिनँ त्यहाँ। यो चिया पाकिरहेछ यता होइन। अनि आजको हाम्रो स्पेसल चाहिँ ब्रन्च यस्तो छ। ठिक छ नि त होइन सबैलाई? ल यो ट्याक भयो। गुआकामोले, यसलाई के भन्छ आई डोन्ट नो। स्याउ, सलाद, ब्रेड। We have a yogurt with some mixed with a banana होइन, apple अनि walnutsहरू अनि fresh sliced tomato with lot of proteins होइन. And what we have more? We have more. We will have more. Okay. Spare. Okay. We have everything here. ल दाइ सब ठिक छ नि त होइन हामी? ल आज चाहिँ पौडी सोडी खेल्दैन होला। रोशन दाइ ए प्रदीप दाइ ल खान्छ होला। अनि यस्तै छ। एकचोटि खोलेर त हेर्नु न त ल। छ दाइ एकचोटि खोलेर यता हेर्नु न त। खोल्नु न एकचोटि ल। म भन्छु तपाईँ चाहिँ म लिपसिङ मात्रै गर्नु ल टिकटकमा चाहिँ। आज मलाई मेरो भाइ कस्तो माला र आइज बाबु हक गरो। हो के ल गाइजहरू हामी चाहिँ निस्क्यो, सबजना गइसक्यो। अब हाम्रो चाहिँ कता अरे हामी चाहिँ यो ढोका लाउनु पऱ्यो नि त। सरी। अनि त्यो अब हामी चाहिँ ल हामी निस्क्यो। तपाईँ अगाडि बस्ने नि दाइ, अगाडि बस्ने ल करण छिरो ल। अब हामी चाहिँ निस्किनु लागेको होइन। यो चाहिँ हाम्रो होइन ठिक छ ल लेट्स गो। अब हामी चाहिँ हाम्रो यसो काला चाबी सबै ठिक छ हैन त? हजुर दाइ चाबी लाउँदैछ। अनि हाम्रो चाहिँ यो कति डे 2 सुरु। चेक इट आउट। सबैजना गइसक्यो। अब भन्दाखेरि चाहिँ हामी चाहिँ के अरे लास्ट लडमा पऱ्यो 3 लडमा। ओके लेट्स गो चेक इट आउट। त्यहाँ पुरै एनेको हुन्छ नि हो नि। मैले यस्तो स्पेनमा नानीहरू आइसकेपछि त मैले धेरै काम गरेँ नि भाइ, गरिरहेको छु। अहिले चाहिँ अब घटाएँ। ल हामी चाहिँ पेट्रोल हाल्दैछौँ। कति छ आज डिजल खै कति हो मलाई हेर्दा होइन 2.49 रहेछ। 1 ठिकै छ जतिसुकै भयो भने। कस्तो छ यहाँ हेऱ्यो एयरपोर्ट चाहिँ त्यही हो। अनि यहाँ चाहिँ हरियाली रहेछ यस्तो। कार रेन्ट गरेको थियो। कार चाहिँ यहाँ टक्क लगाएर पार्कमा छोडेर यो कम्पनी रहेछ। अब गाडी छोडेर हामी निस्किन्छौँ। केटाहरू कुरिरहेछ टर्मिनल 1 उताडि हो। यो चाहिँ कहाँनिर भन्दाखेरि चाहिँ यो चाहिँ अहिले हामी एक्जिट गर्नु एक्जिट यता। अब चाहिँ हामी ट्रेन स्टेसन आइपुग्यो। तर ट्रेन स्टेसन भन्दा पनि अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ ट्याक्सीमा जाँदा चाहिँ ठिक होला जस्तो लाग्छ, किनकि हामी धेरै जान्छौँ। अनि त्यही हो आई थिङ्क यहाँ दिस द वान। यसमै जाउँ। यही बाटो त रहेछ नि। ओके लेट्स गो। अनि आउनु चाहिँ आइपुग्यो गाइज है। अनि यस्तै छ यहाँ छ यार ठाउँ झ्याउला यार। बाहिर चाहिँ यस्तो छ। अब केटाहरू त्यहाँ भेला भइसकेको छ होइन, किनकि हामी चाहिँ 3 लोड गरेर आएको हो खासमा। अनि आइपुगेर गाडी साडी उयो गऱ्यो। अनि यहाँ चाहिँ हामी अब चेक इट आउट गर्दैछौँ। चेक इट आउट यस्तै छ। सबजना रेडी छ। त्यही हो गाइजहरू के हो पुरा के हो यस्तै रहेछ बस त। के भएछ गाइजहरूलाई? बस चाहिँ यही रहेछ है।
टाइममा के अब 2 मिनेटमा हिँड्छौँ के के भयो कति दिइसक्यो मैले पनि दिइसकेँ त्यही भने तपाईँले कतिजना उठाएको ल म आयो गगनसँगै बसेर त म ल यस्तै छ यस्तो मजा आएको छ चट्टा लगाएर क्या हुन्छ नि राम्रो क्या एउटै होइन हाम्रो एउटा भर्चुअल मिटिङ छ र हाम्रो एउटा फिजिकल मिटिङ छ हिस्ट्री हामी चाहिँ कहाँ यो ट्रेन स्टेसन यहाँ आइपुग्यो यहाँबाट कहाँ जान्छ हामीलाई पनि थाहा छैन यो अहिले चाहिँ हामी यो इटालीको कुन चाहिँ ठाउँमा आइपुगेको छ अनि ठिक छ जस्ट वाकिङ इन द स्ट्रिट है अनि यस्तै छ प्रज्वल दाइ एकचोटि भनिदिनु हामी कहाँ जानु लाग्यो भनेर कोलोसियम हजुर कोलोसियम कोलोसियम यस कोलोसियम त्यो भत्केको घर भन्ने छ नि इटालीमा हजुर यस त्यहाँनिर त्यसको हिस्ट्री चाहिँ अब हल्का अलिकति भन्दाखेरि पहिला त्यहाँनिर चाहिँ नि त्यहाँनिर ए ओके त्यहाँ चाहिँ पहिला त्यहाँ चाहिँ पहिला मान्छे लडाइँ गरिन्थ्यो त्यो हिस्ट्री हो अरू ठाउँमा पनि छ इटालीको तर यो चाहिँ मेन भन्छ होइन पहिला क्यापिटल सिटी भएकोले ओके आई थिङ्क दिस गाना बी द इन्ट्रेस्टिङ प्लेस बिकज मैले नि धेरै टिभीमा देखेको मात्र हो होइन पड्काउनु पऱ्यो क्या पोर्चुगलमा आएछ विली हानिन्छ केटाहरूले त्यहाँ त्यस्तो त विलीका विली हो क्या त यस्तो गर्ने बित्तिकै विली हानिदिने क्या त कासको त्यो हुन्छ नि रोडमा क्या ठिक छ हरायो भने त सक्यो नि फेरि यस्तै छ इलेक्ट्रिक बसहरू रहेछ हामी चाहिँ यताबाट जाँदैछौँ र म धेरै लामो हुन्छ किनकि यो चाहिँ ब्रेकडाउन हुँदै आउँछ अब फर्स्ट पार्ट अब कहिले रिलिज हुन्छ अलमोस्ट भइसकेको छ अब हामी चाहिँ सानो इन्ट्रोडक्सन गर्छौँ त्यहाँ गएर ल अनि चलपल दिनुपर्छ गाइजहरू ल ल बिस्तारै आउँदै गरौँ अनि त्यहीँ गएर भेटौँला है त गाइज लेट्स गो यो चाहिँ यस्तो रहेछ यो चाहिँ के यो चाहिँ आई थिङ्क यो हुन्छ नि जो चाहिँ अब देख्न सक्नुहुन्छ नि उनीहरूको लागि हो क्या खासमा यस्तो गरेर फिल गर्ने क्या इभन यो पनि त्यस्तै छ क्या स्टार्ट हुन्छ नि यो यस्तै छ होला यहाँबाट यसरी फिल गर्ने क्या खै कडा हो यार योहरू त्यस्तो नम्बरहरू रहेछ यस्तोहरू सन्तोष है इटाली घुम्नु आएको साथीहरूसँग अरू ठाउँ माल्टा जर्मन होल्यान्ड है अनि हामी अहिले यो इटालीको स्पेसल ठाउँ घुम्न आएको धेरै रमाइलो भएको छ हजुरहरू पनि घुम्तीहरू आउन सक्नुहुन्छ है यस्तै गेट टुगेदर साथीभाइ फ्यामिलीसँग राम्रो वातावरण लेट्स डु इट नमस्ते है म चाहिँ प्रदीप गुरुङ रियल घर मेरो पोखरा नेपाल म अहिले हाल चाहिँ इटाली कोलोसियम मेरो ब्याकग्राउन्डमा कोलोसियम छ चेक इट आउट नमस्ते मेरो नाम करण लामा अल द वे फ्रम नेपाल आज चाहिँ हामी वी आर इन इटली म चाहिँ बालाटोलीको लास्ट फ्यान हो फाइनल्ली आई केम इन हियर थ्याङ्क यू हेलो नमस्ते मेरो नाम विनय है आज यसरी मेरो दाजुभाइहरूसँग यो ठाउँमा इटालीको रोम है अनि जुन चाहिँ अद्भुत
स्थान भनौँ न 7 वन्डर्समा पर्ने चाहिँ जग्गामा चाहिँ आउनु पाएको छु म है सो आई फिल सो ब्लेस अनि दिस इज इट्स अल अबाउट यु गाइज है तपाईँहरू नभएको भए यो पोसिबल थिएन म यहाँ आउनको लागि सो आई रियली वान्ट टु थ्याङ्क यू एन्ड ग्रेटिट्युड टु यु अल Check it out. This is wonderful. एकदमै beautiful weather at Rome, plus 20 degrees. हामी कोलोसियम अगाडि छौँ अब फ्लोरा हेर्न जान्छौँ त्यहाँदेखि पछाडि we will go to Vatican City. It's a wonderful city to walk. What a lovely start of the summer. साथी भाइ सबै नेपालीहरूसँग एकदमै गजबको भइरहेछ र यो माहौलमा हामी छौँ यार म प्रसुन है म चाहिँ यार कस्तो ठाउँमा आएको छु भन्दाखेरि हेर्दाखेरि चाहिँ देख्दा बवाल ठाउँ है थ्याङ्क यू यार सबै साथीहरूलाई है हामी सब नेपाली साथीहरू यहाँ जमघट भएको छौँ होइन यो चाहिँ अब अर्कोचोटि पोर्चुगल या कता गरिन्छ है सबैले चाहिँ यो सब्सक्राइब गर्नु अब त्यही भएर आई लाइक यो स्टाइल या म्यान चेक इट आउट त्यही हो अब चाहिँ हामी कुन ठाउँ जानु लाग्छ हामी चाहिँ भ्याटिकन सिटी रे भ्याटिकन सिटी कति बवाल ठाउँ छ यहाँबाट बवाल देख्दो रहेछ यार त्यो अब चाहिँ हामी जान्छौँ अनि त्यहाँ गएपछि भेट्छौँ संसार अर्को देश यस इटाली पनि ओके सुन्नुभयो नि होइन यस्तै छ म ठाउँ ठाउँमा चाहिँ देखाइरहन्छु यसो चलपल ल गाइज वी आर ब्याक हियर है हामी चाहिँ कहाँ आइपुगिसक्यो भने चाहिँ हामी चाहिँ चाइना टाउन आइपुगेको छ सुसी रे यहाँ अनि यस्तै छ यहाँ सबजना रेडी भएको छ हामी त यहाँ के चाइनिज फुड होइन त चाइनिज फुड यस दाइ मोमो खान आएको चाइना मोमो दाइ ल रिसाइदिएर किन के हो मलाई पठाउनु न यस्तै छ अब यहाँ चाहिँ खाना आउँदैछ खाना अर्डर गरिसक्यो खाना आएर चिकन अर्डर गर्नुपर्छ है त गाइस टक्लाएर यहाँ है बवाल खाएको थियो अनि टोटल चाहिँ कति आयो भन्दाखेरि 260 युरो आएछ ठिक हो कन्फ्युजन दुर गर्दैछ यो वरी छ अब चाहिँ हामी चाहिँ खानासाना खाएर चाहिँ हामी चाहिँ लगभग निस्किसकेको छौँ होइन अनि त्यही हो रमाइलो भयो टन्नै खायो खाना सबै ठिकै तर सुप चाहिँ झुरे थियो यस्तो कुरा हुन्छ यहाँ गाईहरू त्यो गल्ली यस्तो रहेछ अति राम्रो छ है वी आर नाउ हियर गोइङ टु होम सो लेट्स सी कस्तो चाहिँ हुँदैछ चलबल भइरहेछ त्यही हो लेट्स सी त्यो यहाँबाट सुरु गरेर यिनीहरूको चाहिँ कस्तो बवाल छ क्या यस्तो कुराहरू मोर अन डिटेल क्या अब यो हेर न धरार जस्तो छ क्या अतिकै सानो सानो डिटेलहरू क्या हेर न कस्तो चाहिँ होला यार आमामा त्यो टाइममा कसरी बनायो होला क्या त्यो कुरा छोडिदिउ न अब त्यो हेर न त्यो नेपालमा छ नि त्यो के अरे सिंहदरबार अगाडि त्यो माथिको चाहिँ मैक्सिमम देखाउँछ ल अति ल हेरौँ है अति नेक्स्ट लेभलको छ यार ल कस्तो छ हेर न यो चाहिँ हामी लगभग ओपा यो चाहिँ अति नेक्स्ट लेभलको छ यार यो ठाउँ यार है गर अति बवाल देखायो क्या हामी चाहिँ अहिले बस चढेर त हामी जाँदैछौँ होइन यसरी कहाँ हो थाहा छैन अनि त्यही हो अब त्यहाँ पुगेर चाहिँ एक दुईवटा ठाउँ देखाउँछु हुँदैन अब भएछ भने त्यति गर्छु के अरे सरी चार्ज गर्नु पनि छ म के अरे किन भन्दा त्यहीँ गएर चाहिँ म देखाउँछु अब ल हामी चाहिँ कति 46
46 चढेर चाहिँ हामी चाहिँ निस्केको छौँ। अब यस्तै हो, कति कन्फ्युज हुनै पर्दैन क्या गाइजहरू, ट्याप गरिसक्यो क्या उनीहरूले पैसा काट्छ। अनि अब त्यही हो, हामी अब यता भ्यान सिटी आइसक्यो। के सिटी चाहिँ Vatican City, okay. Sorry for my pronunciation because this is my first time here doing all the stuff, okay? So guys, don't worry, just be everything calma, okay? So, okay? के भएको छ मैले बुझ्नु सक्दैन किन प्यानिक भएको होइन कि त्यतिकै खै किन त्यो हामी बसन्त अङ्कल के भएको छ अङ्कल त्यस्तै त्यस्तै हो है यस्तो दामी ठाउँमा आएको छ चिर गरौँ गाइजहरू। त्यो त मैले यहाँको हेरेँ, यहाँको झन्डा चाहिँ फेरि अर्कै छ क्या फेरि यो है यहाँको झन्डा अर्कै कलरको रहेछ। टक्क यहाँ अब यहाँभित्र चाहिँ कस्तो रहेछ हामी त्यहाँ गएर देखाउँछ त। ल हामी चाहिँ यहाँभित्र छिरिसकेको छ होइन, अति दामी ठाउँ रहेछ। अनि त्यही हो, राम्रो रहेछ यार, त्यो टाइममा यस्तो यस्तो बनाइराखेको ठाउँ हो यार। ल अब यो ठाउँको बारेमा चाहिँ दाइले भर्खर रिसर्च गर्नुभएको थियो। अनि र प्रदीप त यो ठाउँको बारेमा अलि यसो 2 शब्दमा भनिदिनु दाइ के कस्तो रहेछ? तपाईँ अहिले संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटीमा आउनुभएको छ। 835 रेजिडेन्ट्स, मैले पनि भर्खरै गुगल हेरेर भएर मलाई थाहा भएको। संसारको सबैभन्दा सानो देश तर क्राइम रेट एकदम ठुलो भएको। अनि त्यसपछि के भन्छ यार, संसारको सबैभन्दा सर्टेस्ट रेल ट्र्याक पनि भएको देश। यहाँको पपुलेसन कति 800 को जान्छ 835 भनेको छ के अरे गुगलमा, सायद त्यति होला, मलाई थाहा छैन। उनीहरूले चाहिँ पर्मानेन्ट रेजिडेन्स चाहिँ पाइँदैन भन्ने कुरा पनि गरेको छ है। ए ल यति रहेछ, धन्यवाद ल दाइ। अब आइसक्रिम चाहिँ खानै पर्छ यहाँ, तर कता गएर खाने भन्ने कुराहरू हो। ल चल पो, यो फोटो चाहिँ यस्तरी आउँछ गाई चाहिँ ठिकै सबै कुराहरू भयो। अनि अब चाहिँ मैले एउटा सानो रोमको चाहिँ एउटा चिन्नु चाहिँ मेरो मायालाई लियो। अनि यस्तै छ, राम्रो रहेछ यार, यस्तै रहेछ ठाउँ। म यो यहाँको अलिअलि ठाउँको बारेमा चाहिँ मलाई नाम मान्छे सुनेको थियो, तर यहाँ चाहिँ लास्ट उयोहरू रहेछ क्याथोलिकहरूको बारेमा चाहिँ खतरा रहेछ। हामी चाहिँ अब सबै सकाएर अब चाहिँ हामी आइसक्रिम खान चाहिँ यहाँ यो देशमा छिरेको छ। त्यही हो चलपल के छ यहाँ, कहाँ आइपुग्यो हामी? ओपा पे फर्स्ट खोइ Obrigado. Lá आइसक्रिम चाहिँ आयो गाइजहरू, यो चाहिँ यो चाहिँ तिरामिसु र भ्यानिलिया कस्तो रहेछ हेरौँ है। वाउ, यो 21 लभ जस्तो रहेछ। बवाल रहेछ, अति दामी रहेछ। ल हामी चाहिँ यो ठाउँ छोडेर चाहिँ हामी जाँदैछौँ घरतिर। कस्तो नपत्याउनु टायर्ड भयो यार। गाइजहरू हामी चाहिँ घुमेर आइसकेको छ र आज चाहिँ हाम्रो फ्रेस भएर चाहिँ यहाँ लाइभमा छौँ हामी। ल गाइजहरू, ल सबजनालाई वेलकम छ है। ल प्रज्वल दाइ यसो मिठो गीत बजाइदिनु, हामी अब नाच्छौँ। दाइ त्यसो गिटार हान्नु नि दाइ। यस मेलैमा गएको कान्छीसँग भेट भएको, बारै मेलैमा गएको कान्छीसँग भेट भएको,
खोलाको तिरैमा बसी नछुटिने कसम खाएको नछुटिने कसम खाएको नछुटिने कसम खाएको गाइजहरु खाना हजुर ल खानासाना खाएर रेस्ट भइसक्यो र हाम्रो प्रज्वल दाइ चाहिँ अब जाँदै हुनुहुन्छ धन्यवाद दाइ तपाईँको सर्भिसको लागि भेट्नु भयो नि दाइ अनि हाम्रो दीपक भाइ पनि जाँदैछ भेट्नुपर्छ हामीले भेट्नुपर्छ देख्नु भयो नि त हाम्रो चाहिँ आज लास्ट डिनर यहाँ अनि हामी चाहिँ खाएर अब दाइहरू जानु भइसक्यो यहाँ दाइले नुन हालेर कत्रो सिसा जस्तो मेरो मनको कुरा हामी एकदम धेरै भाइ के भयो भन्दाखेरि हामी चाहिँ अहिले लगभग सबै कुराहरू सेटल गराइसक्यो अनि डाङडुङ निस्केर आयो निस्केर आउँदाखेरि के भयो भन्दाखेरि एक त मोबाइलै गाडी ट्याक्सी गइसकेको थियो मोबाइल होइन मोबाइलै भित्र छोडिसक्यो क्या त्यस्तो भयो क्या अनि अहिले के अरे अनि अर्को कुरा चाहिँ के भन्दाखेरि अनि अर्को कुरा चाहिँ लाइक हामीले चाहिँ प्राइभेट ट्याक्सी जस्तो मगाएको थियो फेरि त्यो प्राइभेट ट्याक्सीमा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ त्यसलाई क्यास चाहिने है अनि क्यास फेरि सबै क्यास सक्यो क्या लास्टमा गएर फेरि त्यस्तो कस्तो खालको काट्यो त हाम्रो त्यही त भने हामीले नर्मली मैले फर्स्टमा मैले कसरी एटिएममा त मिल्दैन भन्ने यसो फाल्नु अनि त्यसपछि मलाई त फेरि कस्तो एउटा लागिरहेको अनि लाइक किनभने त्यसको चाहिँ एटिएममै आइबिएन नम्बर रहेछ क्या हौडा भइदियो एक्सनमा कहाँ फाल्ने हो एटिएममा आइबिएन नम्बर रहेछ पछि आयो बुढो बिच्केर आयो ए ल ल ल ठिकै छ अब हाम्रो छिर्दिने हो ल अब बसन्तभित्र पुगिसक्यो अरे सबै कुराहरू भइसक्यो अब चाहिँ हामी भित्र गएर कुरा गर्छौँ लेट्स गो ए एयरपोर्टमा आइसकेको छ र हामीले चाहिँ बसन्त दाई भेटिसकेको छ दाई कस्तो भयो दुई शब्द यसो चेक इट आउट भनिदिनु त दाइ यता हेरेर भन्नुहोस् न यार आजको चाहिँ बिहान प्रोफेसन थियो अनि मेम्बरलाई पनि छोडियो हजुर अलिकति लामो समय भएको भएर त्यहाँ रेस्टमा पनि गएर एकछिन बस्यो बसिसकेपछि तपाईँहरूले कल गर्नुभयो आउनुभयो सिधा आयो अन्तिममा ठिकै छ दाइ 3 दिनको हाम्रो ए ल हाम्रो बिना दाइ अब हामी चाहिँ यहीँ अब भ्लग बन्द गर्छौँ हामी ठ्याक्क साथीलाई भेट्यो फेरि होइन साथीलाई भेट्यो अब त्यही त नि उसलाई बिदाय गर्न आइपुग्यो यहाँसम्म मलाई हिजो छोड्न आएको थियो भनेर चाहिँ खुसी छु एकदमै टायर्ड पनि छु होइन अनि आफ्नो जीवनमा चाहिने कुराहरूको हुन्छ नि त्यो पनि धेरै कुरा बोकेर फेरि मेरो आफ्नो कर्मभूमि जान एक्साइटेड हुँदैछु सो या थ्याङ्क यू सो मच गाइज ल गाइज अब चाहिँ हाम्रो ब्लग यहीँ बन्द हुन्छ र मेक स्योर टु लाइक सेयर एन्ड सब्सक्राइब द च्यानल होइन हो कि भन्नु नि एकदम गर्नु दाइले त अस्ति भर्खर गऱ्यो होइन तपाईँहरू पनि गर्नुहोस् र अनि हाम्रो चाहिँ यस्तो यस्तो भिडियोहरू चाहिँ आइरहन्छ बिस्तारै नेक्स्ट कन्ट्रीको टार्गेट गर्छौँ हामी होइन अनि यस्तै हुँदै हुँदै ल चेक इट आउट बुम त्यसै Look at that. Opa.